Yahusha Hamasi ko nawa सबैलाई जय हमसी र यो यहुशा हमसी भन्ने नाउँ कतिवटाले कहिले सुनेको पनि छैन है, कतिवटाले नयाँ लाग्छ होला। किनभने अहिले हामीलाई चाहिँ यो यस्तो रीतिमा त्यो भ्रममा फस्नुले गर्दा जो भ्रममा हामी छौँ, हामीलाई थाहा पनि छैन हामी भ्रममा छौँ भनेर, र हामी यीशु भन्नेमा जिजस भन्नेमा हामी लागिरहेछ। प्रेरित पौलले भन्ने बमोजिम यहुदीहरू चाहिँ क्या परमेश्वरको जाति यी यासरलहरू चाहिँ उनीहरूको जोस त छ अरे, र परमेश्वरको धार्मिकता अनुसार छैन भन्नुभएको छ है रोमी 10 यसै गरी आज हामीले चाहिँ एकदम आवश्यक छ हाम्रो जोस छैन तर प्रभुको धार्मिकतामा आउनु र उहाँको नाउँमा आउनु। र कतिवटालाई हामीले जब बप्तिस्मा लिए है, अब हामी क्रिस्चियनिटीहरू अब बप्तिस्मा लिन त्यो आवश्यक छ नि त, अनि मात्रै हामी त्यहाँदेखि अघिको कुरो विश्वासमा हामी अघि बढेको जस्तो लाग्छ है। र बप्तिस्मा लिँदा पनि पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा हामी लिएका छौँ, जो यहुशाले भनेको हुन्छ। तर पिताको नाउँ के हो हामीलाई अहिलेसम्म थाहा थिएन है, मलाई पनि थाहा थिएन। अहिले भर्खर मलाई झसँग हुँदैछ है, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनु भनेर यहुशाले त त्यो घोषणा गर्नुभयो। तर आज हामीले लास्टमा बप्तिस्मा लिँदा चाहिँ यहुशाको नाउँ पनि थिएन त्यहाँ है, न त पिताको नाउँ यहुवा भनेर थियो, न त पवित्र आत्मा को हो हामीलाई थाहा थियो है। जस्ट पिता पुत्र पवित्र आत्मा भन्दै हामी पानीमा डुब्यौँ है। आज हाम्रो पास्टर भनौँ लिडर सरले आज हामीलाई बप्तिस्मा दियो। तर आज यहुशाले त पिता पुत्र पवित्र आत्माको नाउँमा भन्थ्यो, नाउँ के हो त्यो नाउँ चाहिँ हामीले बुझ्नु एकदम आवश्यक रहेछ। र बितेको समयमा जो मैले बप्तिस्मा लिएँ, तर म पनि अब त्यस्तो अन्धधुनमा बप्तिस्मा लिएको थिएँ, र अहिले चाहिँ मलाई लाग्छ कि हामीले पिता पुत्र पवित्र आत्माको नाउँ खोजी गर्नु आवश्यक छ। यहुशाले चाहिँ किन एकदम महत्त्वपूर्ण भन्नुभयो पिता पुत्र पवित्र आत्माको नाउँमा भनेर चाहिँ उहाँले चाहिँ एउटा इम्पोर्टेन्स दिनुभएको छ, महत्त्वपूर्ण है, गकिलो कुरो है, त्यो चाहिँ बुझ्नु आवश्यक छ। र आज हामीले पिताको नाउँ पनि खोजेको छैन, पुत्रको नाउँ पनि खोजेको छैन, पवित्र आत्माको खोजेको छैन है। हामी चाहिँ अब अरूले के गरे त्यही है, अरू चाहिँ अन्धाधुनमा हामी पछि गरेका छौँ, अन्धालाई डुलाउँदा दुइटै फरक पर्छ भन्नुभएको छ यहुशाले। तर यहुशा भन्ने नाउँ पनि आज हामीलाई थाहा थिएन है। यहुशा भन्ने चाहिँ के हो नाउँ अहिले भन्दाखेरि अहिलेसम्म हामीले यीशुमा विश्वास गरिरहेको थियो, यीशुमा सबै चङ्गै भइरहेको छ, यीशुमा सबै कुरो भइरहेको छ, के त्यो झुटा हो र भनेर हामीले सोध्छ होला है। तर आज हामीले त्यो झुटा सत्य भन्ने कुरा आज हाम्रो हातमा होइन, तर विश्वास गरी हामी के बुझ्नुपर्छ नि, हो यीशुमा चङ्गाइ भयो, धेरै आश्चर्य काम भयो। तर यहुशाले के भनेको छ है, मत्ती 7 20 21 22 23 जब हामी हेर्छौँ है, मलाई प्रभु प्रभु भने सबै मानिस स्वर्गमा प्रवेश गरिन्छ, तर जसले मेरो पिताको इच्छा पुरा गर्दछ। र त्यो समयमा धेरैले भन्नेछ अरे तपाईँको नाउँमा मैले भूत खेदाएँ, आश्चर्य काम गरेँ, यो गरेँ त्यो गरेँ, अगमबानी बोलेँ भनेर भन्नेछ। तर यहुशाले के भन्नु है, तिमीलाई म चिन्दिनँ, अधर्म गर्ने मानिस हो, मदेखि दूर होइजाऊ भनेको छ। अब यहुशाको नाममा चाहिँ अहिले हामी गरिरहेको छ, त्यो चाहिँ एउटा कन्फर्मेसन होइन रहेछ है, त्यो निश्चयता होइन रहेछ आज हामीले चाहिँ उद्धार पायो भन्ने कुरो, या आज हामीले चङ्गाइ गर्दैमा आज त्यहाँ परमेश्वरको अब यो हो भनेर इच्छा हो भनेर त्यो चाहिँ यहुशाले नै अब त्यहाँ भनिरहेछ है, होइन रहेछ। तर यहुशाले आज के भन्नुभएको छ, आज हामीले चाहिँ पिताको इच्छा पुरा गर्नुपर्छ। पिताको इच्छा चाहिँ के हो, अब यहुवाको इच्छा चाहिँ आज मानव जाति चाहिँ फर्केर यहुवामा आउनुपर्ने, यहुवाको तोडा हुन्छ नि व्यवस्थामा, जसरी यहुशाले भनेको छ है, घोषणा गर्नुभयो मत्ती 7 हामी जब हेर्छौँ, मत्ती 5:17 है, च्याप्टर 5:17 जब हामी हेर्छौँ, व्यवस्था या अगमवक्ता रद्द गर्न म आएको भए तिमीहरूले नठान, म चाहिँ रद्द गर्न आएन, म चाहिँ पुरा गर्न आयो भनेर यहुशाले नै पुरा गरेर जानुभयो भने अझ हामी उहाँको पछि लाग्ने इच्छा गर्छौँ भने चाहिँ जो यहुशाले हिँडेर त्यो व्यवस्था र अगमवक्ता पुरा गर्दै जानुभयो, यसै गरी हामीले पनि त्यसलाई चाहिँ पुरा गर्नुपर्ने कुरो, पालन गर्ने कुरो, किन यहुशाले भन्नुभएको छ नि सुसमाचार यहुनाको है, हामी हेर्छौँ
उहाँले के भन्नुभएको छ, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञा पालन गर्दछौ भन्नुभएको छ। यूहन्नाको सुसमाचारको 14को 15मा है, तिमीहरूले मलाई प्रेम गर्दछौ भने मेरो आज्ञाहरू पालन गर्दछौ। आज्ञा चाहिँ के थियो भने यहोशाको पिताको व्यवस्था आज हामीले पालन गर्नुपर्ने 10 आज्ञा छ है। आज यहोशाले म विश्रामको परमेश्वर हुँ भन्दैमा यहोशाले चाहिँ विश्रामलाई उल्लङ्घन गरेर तिमीहरूले सन्डे मनाउनु पर्छ अरे यहोशाले भनेन। मेरो पुनरुत्थानको दिन चाहिँ म बौरिटोको दिन चाहिँ तिमीहरूले विश्राम मनाउनु पर्छ भने यहोशाले भनेन है त्यो कुरो चाहिँ। तर मान्छे रोमी साम्राज्यबाट आएको छ। तर परमेश्वरको 10 आज्ञा भन्ने कुरो चाहिँ जो विश्राम भन्ने दिन चाहिँ एकदम सुरुदेखि नै हो त्यो चाहिँ क्या। परमेश्वरले आज हामीले विश्राम 7औं दिन मनाउनु पर्ने कुरा आउँछ स्याटरडे। तर आज हामी क्रिस्चियनिटीमा के देख्छौँ, सबै सन्डेमा हराइरहेछ। सन्डे किनभने परमेश्वर बढी उठेको दिन हो भन्दै त्यो चाहिँ मान्छेले बनाएको कुरो हो नि त। परमेश्वरले अब विश्राम दिन बनाउनु पर्दैन, तिमीहरूले अब चाहिँ तिमीहरूले चाहिँ के अरे सन्डे बनाउनु पर्छ भनेर भनेको भए त बाइबलमा परमेश्वरले उहाँको धर्मशास्त्रमा लेखिन्थ्यो नि त, लेखिने गर्थ्यो। उहाँले घोषणा गर्थ्यो होला, लु अब विश्राम दिन सके अब तिमीहरूले विश्राम दिन मनाउनु पर्दैन, तिमीहरूले सन्डे मनाउनु पर्छ भनेर घोषणा गर्थ्यो होला। त्यहाँ घोषणा केही भएको छैन नि त। तर यहोशा एकमात्र पुत्रले त खुद त्यो विश्राम दिनलाई राखेर उहाँको चेलाहरूले पनि राखेर परमेश्वरमा हेर्ने प्रेरितहरूले राखेर जानुभएको छ नि। तर आज हामी यो सिचुएसनमा चाहिँ के भएको छ भने हामी विश्राम दिनको त्यति इम्पोर्टेन्स महत्त्वपूर्ण दिएको छैन है। तर विश्राम दिनले चाहिँ के भन्छ भने विश्राम दिन चाहिँ यहोवा र आज हाम्रो बिचमा एउटा चिन्ह हो भन्नुभएको छ है। र हामीले प्रकाश भाग्यको 14मा जब हामी हेर्छौँ त्यो चाहिँ के छ भने आज परमेश्वरको नाउँ लेखिएको, पिताको नाउँ निधारमा लेखिएकोहरू चाहिँ परमेश्वरले चुनेको जन चाहिँ एउटा चिन्ह भन्नुभएको छ नि। परमेश्वरले जसको निधारमा उहाँको नाउँ लेखिन्छ। तर आज हामीलाई उहाँको नामै थाहा छैन, कसरी चाहिँ लेखिने कुरा आउँछ नि त होइन। आज परमेश्वरले त्यहाँ भन्नुभएको छ चुनेको जाति 1,44,000को विषय लिएर कुरा गरिरहनु भएको छ। त्यो 1,44,000को त्यो उनीहरूको निधारमा चाहिँ परमेश्वर थुमा कहाँ कहाँ जान्छ त्यहाँ उनीहरू चाहिँ पछि गर्छ भन्नुभएको छ। यहोशाले के भन्नुभएको छ, तिमीहरू म पछि लाग्नु इच्छा गर्छ भने आफ्नो आफ्नो क्रुस बोकेर आफूले इन्कार गरेर म पछि लाग भन्नुभएको छ। यसै गरी उहाँ बाइक अरू कसलाई नपुजेर उहाँ पछि लाग्ने चाहिँ त्यो 1,44,000को सङ्ख्यामा त्यो चाहिँ पर्फेक्सनको कुरा हुन्छ है। एकदम परमेश्वरले आज हामीलाई एकदम असलको कुरा आउँछ, असल विश्वासको कुरा हो। र त्यो मानिसहरूको निधारमा चाहिँ पिताको नाउँको अब लेखिएको हुनेछ त्यो निधारमा। तर आज हामीलाई यहोवाको नामै थाहा छैन, पिताको नामै थाहा छैन भने त कसरी निधारमा हाम्रो नाउँ लेखिने नि। आज हाम्रो निधारमा यहोवाको नाम लेखिने। अहिले हामीले परमप्रभु अरे लर्ड अरे गड अरे भन्नेमा हामी धेरै हिँडिरहेको छ। अलमाइटी गड भन्छ, तर अलमाइटी गड परमेश्वरको नाउँ होइन नि त। परमप्रभु भनेर हामी नेपालीमा भन्छौँ भने आज धेरै आफ्नो आफ्नो भाषामा भन्छ होला त्यसरी परमेश्वर, परमप्रभु, अलमाइटी गड, लर्ड गड भन्ने। तर त्यो परमेश्वरको नाउँ होइन नि त। तर आज हाम्रो निधारमा त उहाँको नाउँ लेखिनुपर्छ भन्नुभएको छ। तर नाउँ के हो भनेर आज हामीलाई थाहा छैन। त्यो नाउँ चाहिँ यहोवा, यहोवा जसले चाहिँ आज हामीलाई जीवनको सास दिने परमेश्वर यहोवा हुनुहुन्छ है। यहोवा भएको कारणले गर्दा चाहिँ आज हामीले चाहिँ एकदमै बुझ्न आवश्यक छ उहाँको नाउँ यहोवा र मुक्तिदाता यहोशा। आज जिजस होइन, यीशु होइन है। यीशु र जिजस भन्ने मैले धेरै भिडियो बनाइरहेको थिएँ है। यसको अघि मैले धेरै भिडियो बनाएको छु कसरी उत्पन्न भएको छ रोमी साम्राज्य र इङ्ग्लिस साम्राज्यले जिजस र यीशु। अघि मैले भने जिजस र यीशुमा चङ्गै गर्दैमा त्यो प्रुफ होइन कि हामी स्वर्ग जान्छौँ भने। झन् यहोशाले त के भन्छ, तिमीलाई म चिन्दिनँ। किन चिन्दिनँ भन्दा आज हामीले उहाँको नाउँलाई पुकारेको छैन रहेछ नि त यहोशा भनेर है। भुताएर खेदाउँछ, आश्चर्य काम गर्छ, जिजस र यीशुमा गर्छ भइरहेछ। तर आज त्यो मानिसहरूले भोलि पर्सि त्यही भनेछ तपाईँको नाउँमा मैले यो गरेँ त्यो गरेँ। तर यहोशाले फेरि किन चिन्दिनँ भन्यो भने चाहिँ आज भुताहरू खेदाउँदा यहोशाको नाउँमा खेदाएको छैन नि त। आश्चर्य काम गर्दा यहोशाको नाउँमा गरेको छैन नि त, यीशु र जिजसमा गरिरहेछ। हो भइरहेछ त्यो कुराहरू। तर किन भयो भने चाहिँ शैतानले नै मान्छेहरूलाई भ्रममा पारिरहेछ। एकछिन जस्तो निस्किएको जस्तो गर्छ त्यो मान्छेको जीवनबाट। तर फर्केर त्योभन्दा घिनलाग्दो डरलाग्दो अझै त्यो मान्छेको भित्र प्रवेश गर्नेछ है। जहाँ यहोशा छैन त्यहाँ शैतान बस्नेछ है। यसै गरी यहोशामा फर्केर आउनु आवश्यक छ। यहोवा भनेर हाम्रो पिताको नाउँ बुझ्नु आवश्यक छ। नत्र हाम्रो निधारमा कसरी उहाँको नाउँको छाप लाग्ने जब हामीले उहाँको नामै थाहा भएन भने। यहोवा र यहोशामा फर्केर आउनुहोस् सबै, नत्र त नष्ट हुनु जानेछ मान्छेहरू। नष्ट नहुनुहोस्।